आज चाहिँ एनिभर्सरी रहेछ कि मलाई त थाहा नै थिएन। म त भोलि होला भनेर सोचिरहेको थिएँ, तर उहाँले पनि फोटो हाल्नुभएको थिएन नि त। अनि मैले भोलि भनेर सोच्दै थिएँ, तर होइन रहेछ, उहाँले त दिउँसो पो फोटो हाल्नुभयो। अनि एनिभर्सरी रे। अनि फेरि एनिभर्सरीमा त हाम्रो कुनै पनि केही प्रोग्रामै थिएन, जस्ट एउटा आइसक्रिम लिएर आयो। अनि त्यही आइसक्रिम खायो बुढाबुढी, त्यति नै हो कि। कसैको यस्तो हुन्छ त साथीहरू, एनिभर्सरी कति रमाइलो हुन्छ है। तर हाम्रो हेर्नुहोस् न, यस्तो हुन्छ कि। सो एनिवेज, जस्तै भए पनि आखिर बुढा नै हो, बुढी नै हो। सो एउटै त हो, तर पनि एनिभर्सरीमा नि योपालि चाहिँ खास केही पनि स्पेसियल छैन। सो एनिवेज, राम्रै छ, रमाइलो छ। बुढालाई बुढीको साथ अनि बुढीलाई बुढाको साथ भए सबै एनिभर्सरी रमाइलो, राम्रो, सुखसँग बितिन्छ। सो फेरि पनि यो भिडियो मार्फत बुढालाई ह्याप्पी एनिभर्सरी भन्न चाहन्छु। अनि यसरी नै दिनहरू चाहिँ हाम्रो सधैँभरि खुसी खुसी भएर नै बित्नुहोस् भन्न चाहन्छु।